राइडमा हिँडिसकेका छौँ भन फाइनली बाइक आउँदैछ बाटो छौँ यता चाहिँ यता जाने बाटो अमेजिङ भ्यू ब्रिजमा हेरेर बाटो मस्त गाडी हो होइन जग्गा पनि यस्तो मिठो छ फेरि छ यहाँबाट चाहिँ गौतम बुद्ध जाने ठाउँ बाटो है भ्यूहरू यस्तो छ गाइस अहिलेको भ्यू अनि बसेर हाम्रो कुराहरू आउँदैछ जाँदैछौँ यहाँ के भन्छ रेस हुँदैछ हाम्रो स्कुलर भर्सेस बाइक त्यस्तो छ गाइस रमाइलो त रमाइलो कुरा सातो गयो भने आइसकेका छौँ हामी चाहिँ अब यताबाट यता राइट साइड जान्छौँ राइड गइसकेपछि यस्तो हुन्छ यस्तो छ रमाइलो छ कहाँ चाहिँ कहाँ त्यही पर जाने कि यता जाने कहाँ जाने भने हाम्रो अलिक छलफल हुँदै थियो हामीले अब चाहिँ अलिकति गाउँमा जाने कुरा यस्तो यस्तो छ हाम्रो चाहिँ होइन बस हो यो उडाइदिने क्या उहिले हाम्रो आएर हाम्रो बाइक लिएर गइसकेको छ फाइनली अहिले बाइकले टप्पै पर्दैन बाइक हाम्रो अगाडि गइसकेको छ अब हामी पनि अब हेरेर हाम्रो डाँडा भयो दादा हो यता आज यता रहेछ त बर्देनी मिठो भइसक्यो हाम्रो छ अब हामी फेरि कति बाटो लागिसक्ने अवस्था छ अलिकति काँचुङ छ अलिकति चाहिँ हामीले काँचुङ बाटोहरू क्रस भइसकेको छ अगाडि फेरि यत्रो ढाप्ने गाडी आइतिर आएर ल हुन्छ त हुँदैन नि त अब भन्दै फेरि हामी चाहिँ फेरि अगाडि लागिसकेका छौँ गाइस आइया धन्य बुक छाडेको है बुक छाडे होइन कति बाटो छ स्कुलमा कुदाउन छोडेको छैन मेरो टाउको नि कति लाग्छ बाटो यस्तो छ गाइस अहिलेको अवस्था अलिक कति छ के थाहा कहाँ छ बाइकै पछि नाएर हिँडिदिन्छ अब कहाँ जान्छ यस्तै छ गाइस अब यहाँ चाहिँ हामीले एउटा भिडियो बनाउनु भनेर सुटिङ गर्न आएको हो फाइनली स्कुल चाहिँ हामीले मरत कुदाइ छ यहाँ फेरि बाटो बन्द नाका बन्द रहेछ आरबीले बन्द गरेको रहेछ अब यस्तो छ बाटो फेरि कचक छ आरबी क्याम्प रहेछ अगाडि है आया हाम्रो बाइक कुदाइ चाहिँ फेरि मरत छ गाइस फेरि सक्दैन नि फेरि हामीलाई कसैले स्कुल भएको फेरि कुदाउने फेरि एकदम बवाल है यस्तो बाटो चाहिँ फेरि एकदम उयो छ कि अहिले खाए चाहिँ हामी चाहिँ यस्तो ठाउँमा आइसकेको छौँ फाइनली यो अलिक गाउँघर एरियातिर हो धुलिखेल हो तर यो अलिक त्यो चाडबाडको चाहिँ भनेको आर्मी क्याम्प हो भित्र चाहिँ आर्मी क्याम्प छ धुलिखेल पिकनिक स्पोट चाहिँ आएको छ
यो घाँसै घाँस खिचिरहेछ है। होइन ओइ तालतिर कस्तो राम्रो भ्यू आहा कुत्ता पनि छ यहाँ त कुत्ता कालो कुकुर त्यो छ हाम्रो हिँड्ने क्रम चाहिँ हाम्रो गाडी नै छ कि हिँडिरहेको छौँ हामी हाल्यो 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 खाइसकेको हाल्यो के गर्नु हामी चाहिँ हालियो अब के गर्नु सकिँदैन त्यस्तो छ भ्यूहरू हेर्नु होला हामी कहाँ पुग्नु हामी तपाईँहरूलाई देखाउँदै छौँ अब यस्तो छ दुईवटा बाटो कस्तो बाटोतिर लाग्छौँ यसमा चाहिँ मेरो बाटो यस्तो छ तल्लो बाटोतिर लाउने पर्ने हुन्छ हामीले चाहिँ बाटो फेरि पनि एकदम बवाल छ नि गाउँघरको भए पनि एकदम बवाल अब यहाँ ट्रफिक छ हुने होइन फेरि भ्लगको चार्ज भइसकेको छ क्या भन्दाखेरि हाम्रो त्यो आउँदैछ हामी चाहिँ फेरि अगाडि चाहिँ फेरि हाम्रो कति तपाईँको फेरि हामी अगाडि हिँड्नु लाग्यो कि हाम्रो बाइक के भन्छ त्यो हेर्दाको आइसक्यो हातमा बोकेर हिँड्ने बेला हुनु लागिसक्यो त्यो छोड्ने नै होइन नि बाटो फेरि यस्तो छ कि फेरि यसलाई टप्नुपर्ने हुन्छ हामी चाहिँ है यताको पुरै हो फेरि हामी चाहिँ नयाँ बरफ पुऱ्याइदिने हो है थाहा छैन यो बाटो कहाँ पुग्छ थाहा छैन कहाँबाट भन्ने कुरो लाग्छ मलाई चाहिँ त्यही पनि अब यसलाई माथि जस्तो लाग्छ मलाई माथि हो माथि होइन होइन माथि नै होइन रहेछ अब भएन तर कुरो लिँदैन के गरे है केटाहरूले यहाँको चाहिँ एकदम भाइरल ठाउँ हो यो होइन भाइरल ठाउँ हो भाइरल त भाइरलै हो है यस्तो बवाल ठाउँ हो यो यस्तो भइरहेछ यहाँ बाटो फेरि अलिकति कच्चाकुच्ची छ कि त्यो पनि कुदाउनु चाहिँ हामीले छोडेको छैनौँ यहाँ किन हालेको रहेछ फेरि कतै हो थोडी लामो रहेछ अनि यतातिर भ्यूहरू यस्तो छ आमामा कुदाइ चाहिँ फेरि मरद छ फेरि हाम्रो कुदाइ त फेरि पर्छ त हामीलाई सक्दैन नि अब हामी जङ्गल फेरि छिरिसकेको छौँ डेटिङ आएको हो भन्दा सुहाउँदैन केटी ल्याएन जङ्गलको बाटो छिराखानतिर हामीले बाइक फेरि हाम्रो मासल मरद कुदाइ छ फेरि त्यहाँ गएर हाम्रो यहाँ बस्ने कता लग हो त्यो चाहिँ हत्तो पत्तो छैन कुदाइ चाहिँ हाम्रो फेरि मरदै छ कि कुन चाहिँ लिएर जानुपर्छ कहाँ यहाँ फाइनली हामी आइसकेका छौँ गन्तव्यमा आकाशले कुदा त फेरि हाम्रो बाइक त्यहाँ छ मरद कुदाइ छैन त ठाउँहरू चाहिँ यस्तो छ जङ्गलको बिचमा गर्लफ्रेन्ड लिएर आएर आउने ठाउँमा हो यो चाहिँ यो ठाउँमा लिएर आएको लाने गर्लफ्रेन्ड ल्याउने ठाउँमा उडाउनु लागिरहेको छ फाइनली उडायो स्कुल भाग्नु लागि क्या हो केटाहरूले स्कुल उडाउने कुदाउने सबै गर्छन् हाम्रो केटाहरू यस्तो छ गायत भ्यूहरू यस्तो बवाल छ यहाँतिरको यतातिर गाउँहरू यस्तो छ सल्लाह